परिचय बनाउँ त के परिचयले कांग्रेस यत्रो समय टिकेको त हो। हाम्रो परिचयमाथि प्रश्न उठेको हो, हाम्रो क्षमतामाथि प्रश्न उठेको होइन। त्यो परिचय ठिक ठाउँमा लिएर जानुपर्नेछ। नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको स्मृति दिवसमा आज एउटा प्रतिज्ञा गरौँ। नेपाली कांग्रेसका प्रत्येक सदस्य भाद्र 24 सम्म हामी तयार भएर आउनेछौँ। हाम्रो पार्टीलाई यस्तो पार्टी बनाउनेछौँ जहाँ समस्या हुन्छ त्यहाँ कांग्रेस देखिन्छ। कांग्रेसको झण्डा वा कांग्रेसका मानिसहरू कांग्रेसले गरेका यस्ता कार्यक्रमहरू मात्र होइन, कहीँ विपद छ भने त्यहाँ कांग्रेस देखिन्छ। अघि विश्वप्रकाश शर्माले चर्चा गर्नुभयो बाल श्रमदेखि लागू पदार्थ दुर्व्यसनसम्मको, महिला हिंसादेखि जलवायु चेतनासम्मको। अनि ती सबै कामहरू गर्नका निम्ति चाहिँ पहिला पार्टी बनाउने, पार्टी चुनाव जित्ने, अनि चुनाव जितेपछि मात्रै गर्ने हो कि चुनाव पनि जित्दै गरौँला, नागरिकसँग जोडिने काम पनि गर्दै जाउँला भनेर जाने। समाजसँग यसरी जोडिँदै गर्दा मलाई के विश्वास छ भने एउटा स्थिति बन्छ। किनकि अघि नै विश्वदाईले भन्नुभयो, म अलिकति फरक ढङ्गले राख्छु। विश्वदाई हामी राजनीति मात्र नगरौँ भनेर भन्नुभयो, म भन्छ राजनीति नै गरौँ। हामी राजनीति नै गर्ने हो। तर राजनीति गर्ने भनेको के हो? राजनीति गर्ने भनेको कुनै भत्किएको विद्यालय बनाउनु पनि राजनीति हो। कुनै लागू पदार्थको दुर्व्यसनमा फसेको युवकलाई लागू पदार्थबाट बाहिर निकाल्नु पनि राजनीति हो। कुनै मूल्य नपाएको किसानलाई मूल्य दिनु पनि राजनीति हो। किसानको खेतमा मल पुर्याउनका निम्ति कोसिस गर्नु पनि राजनीति हो। नदी जोगाउनु, वन जोगाउनु पनि राजनीति हो। रोजगारी सृजना गर्नु पनि राजनीति हो। हामीले राजनीतिको परिभाषा बदल्नु पर्नेछ, राजनीतिको परिचय बदल्नु पर्नेछ। शक्तिको प्रतिस्पर्धा मात्र राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्र राजनीति होइन। किनभने हामीलाई यही कुरा विश्वेश्वर प्रसाद कोइरालाले सिकाउनु भएको। मलाई कतिपय साथीहरू तर्साउनुहुन्छ बेला बेला, कहिलेकाहीँ नेताले पनि तर्साउन खोज्नुहुन्छ। हेरौँला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौँला प्रदेशको चुनाव भनेर भन्नुहुन्छ। हामी बीपी कोइरालाका कार्यकर्ताहरू हौँ। हामी एउटा चुनावबाट मात्तिहाल्ने, एउटा चुनावबाट आत्तिहाल्ने होइनौँ। हामी चुनाव हारिएला, चुनाव नजितेला भनेर त्यो आस्थासँग सम्झौता गर्दै, त्यो सोसाइटीले पनि नमान्ने, सिद्धान्तले पनि नमान्ने, त्यो गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन यो। चुनावको सामना गर्छौँ हामी, तर हाम्रो लागि प्राइमेरी कुरा भनेको नागरिकको विश्वास, नागरिकको भरोसा। त्यो नागरिकको भरोसालाई स्थापित गर्नका निम्ति यो कांग्रेस सत्तासँग जोडिएको कांग्रेस होइन, समाजसँग जोडिएको कांग्रेस हामीले बनाउनु पर्नेछ। समाजसँग जोडिएको कांग्रेसलाई नागरिकहरूले आफै माया गरेर